Guys, let's see the project work prepared by our brilliant students Lakshmi Chaudhary and Samiksha Chaudhary from the Namuna English Medium School, Padadang. We read about contraception and means. Contraception and means. The contraception which is used to control the conception, and it can also control the unwanted pregnancy from the couple. Here students are preparing about the method that is known as the rhythm method. हेर्नुस् है, rhythm method अथवा चाहिँ यसलाई क्यालेन्डर विधि पनि भनिन्छ. क्यालेन्डर विधि भनिन्छ, जसका केही फाइदा र बेफाइदा हुनुका साथसाथै के पनि छ त भन्दाखेरि यदि हामीले चाहिँ साँच्चै सचेत भएर यो मेथडलाई चाहिँ युज गर्न सक्यौं भनेपछि, प्रयोग गर्न सक्यौं भनेपछि, इट इज नट नेसेसरी टु युज एनी डिभाइसेस फर कन्ट्रोलिङ द कन्सेप्सन. कन्सेप्सन चाहिँ कन्ट्रोल गर्नलाई हामीलाई चाहिँ केही कुनै पनि विधिको अथवा चाहिँ साधनको प्रयोग गर्नु पर्दैन. इफ यु आर all known about the rhythm method. यो rhythm method जहाँ चाहिँ फर्स्ट दिनदेखि मेन्सुरेसनको चाहिँ पहिलो दिनदेखि 7 दिनसम्म यो सुरक्षित पिरियड हो, जहाँ चाहिँ ओभुलेसन हुँदैन. यो पिरियडमा चाहिँ गर्भ रहने सम्भावना म्याक्सिमम कम हुन्छ. अनि 8 दिनदेखि हाम्रा बहिनीहरूले बनाएका छन् यो 19 दिनसम्म. यो 19 दिनसम्मको जोन चाहिँ डेन्जर जोन हो, वेयर पिपुल क्यान इजिली गेट द कन्सेप्सन. हेर्नुस् है, कन्सेप्सन हुन सक्छ. फेरि गएर चाहिँ हामीले 21-20 दिनदेखि चाहिँ 28 दिनसम्मको पिरियडलाई पनि सुरक्षित पिरियड चाहिँ मानेका छौँ. यो पिरियडमा चाहिँ यदि परिवार भन्नुस् न चाहिँ कपल चाहिँ सचेत हुन सक्यो भनेपछि द कन्सेप्सन क्यान बी कन्ट्रोल. दिस इज द प्रोजेक्ट प्रिपेयर्ड बाई द students Lakshmi Chaudhary and the Samiksha Chaudhary from class 8 Namuna English Medium School. Thank you.